हेलो गाइज वेलकम छ त सबैजनालाई मेरो ब्लगमा है। होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु गाइज है। अनि आज चाहिँ हामी कहाँ छौँ भन्दा है, आज चाहिँ हामी काला पानीदेखि माथि होइन के भन्छ सैलुङ डाँडामा जाँदैछौँ है। अगाडि देख्न सक्नुहुन्छ यस्तो छ, हुस्सु पनि मिठो उडिरहेको छ। हामी जानुपर्ने चाहिँ यो डाँडामा हो कि हुस्सुले ढाकिरहेछ होइन। सैलुङको लागि चाहिँ हिजो आएको थियो गाइज हामी होइन। अनि हिजो चाहिँ के भन्छ यो तलपट्टि काला पानी भन्ने ठाउँमा बसेको थियो कि बोल्न चाहिँ अति गाह्रो हुँदो रहेछ यार, माथि भएर होला होइन। हुस्सु चाहिँ डेन्जर उडिरहेको छ कि भनेको कसम यार। साथी पनि छ है, म र साथी भएर आएको थियो। साथी चाहिँ माथि पुगिसक्यो, मुला छोडेर हिँडिसक्यो होइन। अनि त्यसलाई चाहिँ अगाडि नै हिँड्छ भने कि म बिस्तारै बिस्तारै हिँड्छु भनेर। तर अति गाह्रो हुँदो रहेछ कि यो उकालो चढ्न त। सही छ है, दामी छ ल। डेन्जर थाकिँदो रहेछ गाइज होइन, किनभने हुस्सु पनि डेन्जर लागेको छ, चिसो प्लस हाईमा भएर गाह्रो भइरहेको छ होइन। पछाडि चाहिँ देख्न सक्नुहुन्छ सैलुङको मेन पोइन्ट होइन। अब हामी यहाँदेखि कति 10 मिनट पुगिन्छ गाइज होइन। तर मजा चाहिँ क्या मजा लुटिरहेको छ क्या हाम्रो यो नेचरको चाहिँ होइन। देखाइदिन आमा, हुस्सु हेर्नु बाटो, हुस्सु कस्तो दामी देखेको है। क्यामेरामा त देख्दैन होला है त्यो है, सर हिँडिरहेको होइन, देखिहाल्छ नि त्यो गाइज होइन। हजुरहरू पनि आउनु भन्छु क्या यो ठाउँमा चाहिँ कि आउनै पर्ने ठाउँ कि आम्मामा। यो कुन ठाउँमा? सैलुङ त सैलुङ दोलखामा पर्छ है, दोलखा। फाइनल्ली यार कति 1 घन्टा लाग्यो होला है। 1 घन्टा पछि चाहिँ हामी टक्क आइसक्यो यहाँ डाँडामा है। डेन्जर अग्लो रहेछ कि तर यहाँ चाहिँ दिदीसँग हल्का फुटीहरू छुर्पी पनि। खै दिदी छुर्पी कहाँ गयो? ल काटिदिन्छु ल। चौरीकै छुर्पी हो क्या दिदी? चौरी अहिले भर्खर यता गयो। ए यहीँको हो? यहीँको चौरीको? ए कता यता? ए पानी नरहेछ क्या अब यही पनि। यहाँ चाहिँ यस्तो पनि रहेछ है सैलुङ डाँडा। दाइले चाहिँ है चौरीको अर्ग्यानिक छुर्पी काट्नुहुन्छ होइन दाइ? अर्ग्यानिक कहाँनिर छ अरे दिदी छुर्पीको गोठ? ए छुर्पी गोठ अरे ए दाइ चौरीको उयो त्यो पारी पर्छ त टल्किन्छ नि सबै किनारै हो। सय अर्ग्यानिक है देखा त। एउटा टेस्ट हालिदिउँ दाइ? टेस्ट हालिदिउँ न। मलाई फेरि लेग लाग्यो जस्तो भयो कि गाह्रो भयो कि थोरै लानु पर्यो। बिस्तार भन्नु पर्दैन भने छुर्पी ल पाटले चाहिँ के भन्छ छुर्पी काट्दैछ है। हान्न मुला अलि ड्वाङ ड्वाङ के केटी खेला जस्तो खेलेको यार। दाइ यसले सक्दैन ल, सकेर म ट्राई गर्छु ल। ल त म ट्राई गर्छु, म ट्राई गर्छु। यस्तो गाह्रो भएको साथी ट्राई किन यस्तो गाह्रो? one more try होइन यार भयो यार, त्यो चिसोले झन् हात काटेको बेलामा उस भयो क्या। कसम चिसो चाहिँ बवाल चिसो छ क्या। हजुर दाइको हात कडा खालि हात नर्मल भइहाल्छ। मैले त्यही भएर ट्राई गर्छु भनेको के इजी गर्नुभएछ अनि गाह्रो चाहिँ यस्तो गाह्रो क्या। ल यो काट्नु यहाँबाट त्यो त भन्छ ल अलि त ल्याइज यो चाहिँ काटिदिन्छु म।
त्यो भित्र कमल हो क्या छुर्पी चाहियो भने भन्नु होला है प्योर भेरी प्योर के भएको त हजुरको खुट्टा चाहिँ मेरो पहिला यस्तै यार हजुरहरू चाहिँ यतै नजिकै भन्नुभएको होइन अनि नाम चाहिँ के नि दाइको मेरो रोमन श्रेष्ठ हजुर रोमन श्रेष्ठ रोमन श्रेष्ठ ए जता पनि श्रेष्ठै श्रेष्ठ ल दाइ पनि श्रेष्ठै हो यहाँ तल पनि धेरै श्रेष्ठहरू रहेछ नि यतातिर श्रेष्ठ तामाङ रहेछ कि बढी नेवार बस्ती रहेछ कि यतातिर ल दाइ बाई बाई है ल दिदी गएको ल अब एकछिन यस्तो घुमेर झर्नुपर्छ है यो भ्यू टावर चढ्न चाहिँ यहाँनिर टिकट काट्नु पर्दो रहेछ एकजनाको 20 रुपियाँ भन्नुभयो नि बाजे एउटा चुरोट खाइनु पर्छ है ठिक छ भ्यू टावर त यत्रो ठुलो छ यार आइज नि त जाम ल बाजे एकछिन यसो भ्यू हेरिदिउँ न त है हामी चाहिँ गाइस अहिले तलतिर झर्दै हो होइन कालापानीतिर सैलुङबाट माथि टपमा चाहिँ वाइल्ड जाडो के भने अगाडि फेरि हेर्नु न यस्तो भइसक्यो कि हुस्सु नै हुस्सु अहिले चाहिँ हामी होइन माथि पुगेर पनि आइसक्यो के भन्छ सैलुङको डाँडामा खै देखा त अहिले त हुस्सुले पुरै है ढाकिदिइसक्यो अनि हामी चाहिँ अहिले यो ट्यागको के भन्छ यो ग्रेट वाल पनि रहेछ होइन त्यही अहिले देखाउँछु हजुरहरूलाई खास मैले चाहिँ होइन टक्क माथि सैलुङकै डाँडामा अनबक्सिङ गर्छु भनेर सोचिरहेको थिएँ तर त्यहाँ चाहिँ धेरै हावाहुरी अनि त्यो हुन्छ नि चिसोले गर्दा चाहिँ गर्न सकेन त्यही भएर अहिले यहाँ आएर चाहिँ गर्दैछु है के भन्छ म देखाउँछु है त मसँग चाहिँ गाइस आज गोप्रो छ है यो चाहिँ साथीले ल्याइदिएको होइन क्यामेरा हानेर कहाँनिर यहाँनिर गरौँ न त अनबक्सिङ है त अनबक्सिङ कुन चाहिँ हो त्यो पनि हेरिराख्नु है यहाँनिर ठिक हुन्छ होला है चट्ट उता देखाउने ल है त ल खोलिदिनु पऱ्यो यार है सही हो नि त नि पुरा सैलुङ डाँडामा आएर अनबक्सिङ खास माथि नै गर्न मन थियो माथि चाहिँ सकिएन क्या अति चिसो निस्क्यो है त आम्मा खै ध्यान हिरो 12 है ब्ल्याकमा कति धेरै हो त नि टेप इम्पोर्ट फ्रम दुबई ल गाइस हेरिराख्नु है असली माल निस्किँदैछ यहाँबाट चट्ट बाह्रमा देखा त यहाँ ल के हो त नि यो त यार के को डब्बा जस्तो के खोल लाइक ओए सरी यार अहिले टिपाउँला त्यसलाई चाहिँ त्यही पनि त तैँले कहिले पढ्ने होइन पढ्ने त होइन ल असली माल चाहिँ निस्क्यो गाइस है आम्मा
खतरा छ है हान्दिम त हान्दै सय टास्किन यसलाई कस्तो छ गाइज यता देखाइदिएन चट्टवाला हिरो टुवेल है अनि म चाहिँ एकदम धेरै धन्यवाद भन्न चाहन्छु त तँलाई चाहिँ ल धन्यवाद है भाइ यो अन गरौँ न त कता ब्याट्री हाल्न ब्याट्री छैन त्यसमै होला ब्याट्रीहरू त वे भएको छ कस्तो दामी देख्यो कि ध्यान ल देख्न सक्नुहुन्छ है गोब्रो चाहिँ यही हो अहिले त सही छ नि त नि एकदम धेरै धन्यवाद है अब हामी चाहिँ गाइज होइन झर्दिउँ ल गाइज हामी चाहिँ भिडियोको अन्तिममा आइसक्यो है त्यही हो अनि हजुरहरूलाई के कस्तो लाग्यो सैलुङको भिडियो होइन मन पराइदिनु होला यदि हजुरहरू पनि आउने सोचमा हुनुहुन्छ र होइन आउनै पर्ने ठाउँ हो क्या यस्तो पिस होइन अहिले चाहिँ यो कुन मन्थ भन्दा वैशाख हो त्यही भएर चाहिँ जस त्यस्तो केही छैन हावाहुरी कुहिरोहरू चाहिँ हुस्सु दामी थियो पुस माघतिर चाहिँ वाइल्ड हिउँ पर्छ अरे त्यो बेला नि मजा हुन्छ अब हामी चाहिँ भिडियोको अन्तिममा आइसक्यो होइन त्यही हो गाइज यति भन्दै आजको लागि बाई बाई त ल बाट बाई हान्दै नि त मिठो पारामा